सरकार बदलियो तर समाज बदलिएन। दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएका बेला दलित अधिकार कर्मी तथा युवाहरूले काठमाडौँको माइतीघर मण्डलमा खबरदारी प्रदर्शन गरेका छन्। देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै जाँदा पीडितहरूको न्यायका लागि उनीहरूले बुधबार काठमाडौँको माइतीघरमा खबरदारी सहित प्रदर्शन गरेका छन्। साथै उनीहरूको मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन्। प्रदर्शनमा सहभागीहरूले महिला हिंसा अन्त्य गर, बलात्कारीले कडा कारबाही गर, सरकार बदलियो तर समाज बदलिएन, महिला शोषण विरुद्ध एक हौं लगायतका प्लेट कार्ड प्रदर्शन गरेका थिए। उनीहरूले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरू संसदमा पुगेकाले अब दलितहरूको मुद्दालाई अघि बढाउनु पर्नेमा जोड दिएका छन्। साथै उनीहरूले यस अघि सडकमा बसेर सँगै आन्दोलन गरेकाहरूले संसद र सरकारबाट दलित अधिकारका लागि गम्भीर भएर काम गर्नुपर्ने समेत चेतावनी दिएका छन्।